एसई रिजल्ट कसरी हेर्ने? 3 तरिका। 1. आइबिआरका लागि नेपाल टेलिकमको ल्यान्डलाइन फोन मोबाइलबाट 1600 डायल गरी प्राप्त निर्देशन अनुसार आफ्नो सिम्बल नम्बर डायल गर्ने। 2. एसएमएसका लागि मोबाइलको मेसेज बक्समा एसई स्पेस सिम्बल नम्बर टाइप गरी 1600 मा सेन्ड गर्ने। इक्जाम्पल एसई 1 2 3 4 5 6 7 8 आर टाइप गरी 1600 मा सेन्ड गर्ने। 3. वेबका लागि नेपाल टेलिकमको वेबसाइट http://se.ntc.net.np मार्फत मार्कसिट सहितको नतिजा प्राप्त गर्न सकिनेछ। त्यसका लागि क्रोम ब्राउजरलाई ओपन गर्ने। ओपन गरिसकेपछि माथि www.se.ntc.np लेखेर सर्च गर्ने। सर्च गरिसकेपछि यस्तो इन्टरफेस आउँछ। त्यसपछि माथि एन्टी लेखेको अफिसियल पेजमा क्लिक गर्ने। क्लिक गरिसकेपछि यस्तो पेज ओपन हुन्छ। यहाँ तपाईले आफ्नो सिम्बल नम्बर टाइप गरेर सर्चमा क्लिक गर्ने। त्यसपछि आफ्नो जिपी हेर्न सक्नुहुन्छ र त्यसपछि ग्रेस सिटमा क्लिक गर्ने। गरिसकेपछि त्यसपछि यहाँ आफ्नो सिम्बल नम्बर र डेट अफ बर्थ टाइप गर्ने। गरिसकेपछि सर्चमा क्लिक गर्ने। गरिसकेपछि तपाईले अब आफ्नो मार्कसिट हेर्न सक्नुहुन्छ। यहाँ तपाईले आफ्नो मार्कसिट हेरेर आफ्नो कति जिपी आएको छ सबै यहाँ चेक गर्न सक्नुहुन्छ। त साथीहरु भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो जस्ताको तस्तै प्रतिक्रिया दिनु होला र भिडियोलाई लाइक, कमेन्ट र शेयर पनि गरिदिनु होला र मेरो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। थ्यांक्स फर वाचिङ दिस भिडियो।